आइबिएनबाट त जाँदैछौँ, आइबिएनबाट त जाँदैछु म चाहिँ होइन। एकदम सुनसान म एक्लै हिँडिरहेको छु यहाँबाट चाहिँ। र यो आइबिएनबाट त गेट आइसकेको छ, नजिकै छौँ हामी चाहिँ। यो चाहिँ जाबेली भिलेज भन्दो रहेछ, यसले चाहिँ जाबेली भिलेज बिल्डिङ भन्दो रहेछ। नयाँ नयाँ बन्दैछ अझ यहाँनिर। अनि अब हामी गेटको छेउमा आइसकेको छ आइबिएनबाट त चाहिँ। अब हामी आइबिएनबाट चाहिँ के रहेछ भनेर चाहिँ म चाहिँ हेर्दैछु होइन। म अहिलेसम्म चाहिँ आइबिएनबाट त आएको थिइनँ, नआएको हुनाले चाहिँ आज मलाई इच्छा लागेर चाहिँ के चाहिँ रहेछ र आइबिएनबाट भनेर एकदम पुरा वाकिङमा हिँडिरहेको छ वाक गर्दै होइन। र यो भिडियो चाहिँ एउटा इन्फर्मेसनको लागि भनौँ या मनोरञ्जनको लागि हो होइन। अन्यथा नसोच्नु होला, राम्रो भयो नि नभए नि लाइक गरिदिनु होला, मलाई सपोर्ट गर्नु होला। ओके, नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनु होला। आइसकेको छौँ, गेटको छेउमा आइसकेको छ हुन्छ नि। म के रहेछ भनेर म यो भिडियोमा अगाडि देखाउने नै छु, हेर्दै गर्नु होला। हेर्न सकिन्छ बट्टी त छिल्ने गेटनिर चाहिँ छिरिरहेको छ। आइसकेको छ हामी, यो चाहिँ यही गेट देखेर चाहिँ मलाई यहाँ आउनु मन लागेको। गोल आकारमा बनाएको छ, यहाँ भवन पनि एकदम राम्रो सिँगारिएको हुनाले चाहिँ आउनु मन लागेर हो म चाहिँ आएको। बटेटा मोड इन्सान चाहिँ यो बटेटा मोडमा चाहिँ एउटा यस्तो कला बनाइएको छ। बटेटा मोड हामी चाहिँ बटेटा मोड घुमिसक्यौँ। बटेटा मोड घुमेर मेट्रोमा जाँदैछ। मेरो त सिरियस